हेलो एभ्रिवान, हाउ आर यू? आज चाहिँ म हजुरहरू सामु पानीपुरीको रेसिपी लिएर आएकी छु। जस्तै कि तपाईँहरू देख्न सक्नुहुन्छ, सबैभन्दा सुरुमा चाहिँ मैले आलु बसाएर प्याज र गोबी काटेँ। त्यसलाई चाहिँ मैले मसिनो पारेँ अनि एउटा भाँडामा हालेर त्यसमा मैले नुन, पिसेको खोर्सानी र अजिना हालेर मजाले मोलेँ। त्यसलाई मोलिसकेपछि चाहिँ मैले त्यसलाई साइडमा राखेँ। अघि हामीले उसिनेको आलु बोइल भइसक्यो। अब चाहिँ यसलाई मैले निकालेर सबै आलुको मैले बाहिरको बोक्रा एक एक गर्दै निकाल्न थालेँ। निकालिसकेपछि मैले चाहिँ सबै आलुलाई चाहिँ मिच्न थालेँ। सबै आलु मिच्दाखेरि चाहिँ मैले सबैतिर लाग्ने गरी मजाले मिचेँ। अनि त्यसपछि मैले एउटा भाँडामा पानी लिएर त्यसमा सबैभन्दा सुरुमा चाहिँ मैले अजिना हालेँ। अनि त्यसपछि मैले नुन हालेँ। अनि त्यसपछि मैले स्वाद अनुको लागि चाहिँ पानीपुरीको मसला पनि ल्याएको थिएँ। अनि मैले एक प्याकेट पानीपुरीको मसला हालेँ। अनि अमिलो बनाउनको लागि मैले एउटा कागती हालेको छु र हल्का पिरो बनाउनको लागि खुर्सानीको अचार हालेको छु। अनि माथिबाट टपिङको लागि अघि काटेको प्याज र गोबी हालेर मिलाएँ। अब आउँछ पुरीको टर्न। पुरी चाहिँ मैले तातो तेलमा हालेर मजाले फुलाएँ ठुल्ठुलो बारी। अनि यसरी म फुलाएर दुई भाँडा बनाएँ। अनि त्यसपछि मैले पानीपुरी बनाएर इन्जोय गरेँ। आई होप यु गाइज लाइक इट। थ्याङ्क यू। बाई बाई।